पर्यो सरर छाना बज्यो गर हेलो अनि गुड आफ्टरनुन एभ्रिवान दर्शन नमस्ते लासु टेसिदेले एन्ड फ्याफुला भन्दै मिस्टर तेन्जिङ चाहिँ अब तपाईँहरूलाई एकदमै इन्टरटेनमेन्ट गराउनको लागि रेगुलर डेली ब्लग हान्नेवाला छु अब मैले कहाँ भन्दाखेरि मेरो युट्युबमा अनि यस्तो हो नि त यहाँ चाहिँ खासमा लिगल छैन नि त हाम्रो युनिफर्ममा यस्तो बनाउनुलाई त्यही पनि अब चाहिँ के गर्नु भन्दाखेरि हल्का चट्ट चट्ट ड्राइभ गरेको बेला चाहिँ यस्तो पार्किङ नभएको बेला हल्का यहाँको मौसम तथा कोही केही प्राविधिक गडबडीहरू छ भने चाहिँ देखाउनु मिल्दैन होइन म चाहिँ अहिले क्लक टावर नजिक छु अनि मसँग छ अहिले आतेमेमे चाहिँ कहाँ गएको छ भन्दाखेरि टक्कसँगले उहाँ गएको छु भित्र पैसा पठाउनुलाई टक्क आतेमेमे भन्ने यही हो अनि म चाहिँ अब एकछिनमा कम्पनी जानुपर्ने हुन्छ के गर्नु भन्दाखेरि उयो गर्नुलाई लगआउट बुझाउनुलाई लगआउट भनेको चाहिँ हाम्रो डेली कलेक्ट गरिसकेर पैसा होइन त्यो चाहिँ बुझाउनु पर्ने हुन्छ त्यही भएर म चाहिँ आज जान्छु अनि बाँकी कुरा चाहिँ के हुन्छ दिनभरिको म डेली अपडेट गर्नेवाला छु तपाईँहरूलाई अबदेखि एकदमै मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने नयाँ होइन के सबैजना नयाँ है सब्सक्राइब चाहिँ गरिदिनु होला सपोर्ट गरिदिनु होला हस्त नमस्कार है त अहिलेको लागि चाहिँ पानी परिरहेको छ अनि हाम्रो आतेले त मेक इट म्युजिक भन्दैछ अब टक्कसँगले म चाहिँ आतेसँग टक्क गइरहेको छु विच म्युजिक डु लाइक इङ्ग्लिस हप्सिनी एनी म्युजिक नो प्रब्लम कुन म्युजिक लगाइदिउँ त हप्सिनी म्युजिक लगाइदिउँ त ओ माइ गड डुबेको बस्छ गाइज है त ल अब चाहिँ म त्यहाँ रोकेको बेला मात्रै भ्लग गर्छु गाइज पानी परेर यस्तो छ यहाँको हालत चाहिँ ए हाम्रो आते यहाँ मस्तको बसिरहेको छ से हेलो आते हेलो अनि म चाहिँ यहाँ ड्राइभ हान्दैछु लाइन पनि टन्नै छ ब्याक टु हाउस साथै ओके ल गाइज अब मेरो 3 पोल छ अझै ब्याट्री भन्छु पेट्रोल अगाडि चाहिँ देख्न सक्नुहुन्छ इनोभा छ त्यो चाहिँ क्लक टावर हो गाइज क्लक टावरबाट चाहिँ हामी टक्कसँगले कहाँ जान्छौँ भन्दाखेरि गाइज अनि तपाईँहरूले देख्नुहुन्छ आज चाहिँ मुसलधारी नै पानी परिरहेको छ हिजोभन्दा डेन्जर पानी पर्छ क्या हो एकदमै अनि पानी परिरहेको छ त्यही भएर मिस्टर तेन्जिङ चाहिँ अब कम्पनीतिर लाग्दैछ अब कम्पनी गइसकेपछि चाहिँ म लगआउट पेमेन्ट गर्छु भनेको मेरो साथीले भन्दै थियो कि आज चाहिँ त्यहाँ क्यासियरमा अलिकति सिस्टम अलिकति गडबडी भइरहेको छ त्यही भएर चाहिँ आज चाहिँ पेमेन्ट लिँदैन होला भनेर भन्दै थियो पेमेन्ट लियो भने ठिकै छ पेमेन्ट लिएन भने चाहिँ अब म चाहिँ लगआउट सगट बुझाएर एकछिन रेस्ट गरेर अनि बेलुका मात्रै ड्युटी निक्लिन्छु होला हेर्न सक्नुहुन्छ एकदमै पानी पर्न थाल्यो ओ माई गड खतरा पानी पर्न थाल्यो है गाइज अगाडि पनि खतरा पानी पर्न थाल्यो है ल पानी परेको चाहिँ अब एकदमै नेपालको याद आयो मलाई नेपालमा त पानी परेको बेला त कमेर पानी नर्सिने ट्वाक लाउँदै टक्कसँगले सुत्नु पनि हुन्थ्यो तर यहाँ चाहिँ अब मिल्दैन किनभने ड्राइभर माइलो मोटर गुडाउँदै भन्ने गीत थाहा छ नि तपाईँहरूलाई हो मलाई पनि थाहा छ त्यही भएर हल्का 2 लाइन गाइदिइहालेको ल गाइस अब म जाँदैछु ओ माई गड आज पानी चाहिँ एकदमै गजबै तरिकाले पर्यो गाइज एकदमै गजबै तरिकाले यो चाहिँ अलेनको सनैया भन्ने ठाउँ हो यहाँ चाहिँ अब हेर्नु सक्नुहुन्छ पानी यस्तो परिरहेको छ नि वाइपर स्पिडमा चलाउँदाखेरि पनि हेर्नु स्लोमा चलाउँदाखेरि यस्तो पानी एकैछिनमा बबाल है पानी चाहिँ खत्रै परिरहेछ है गाइज यदि तपाईँहरू पनि यता अलाइनतिर बस्नुहुन्छ भने एकदमै सुरक्षित भएर बस्नु होला पानी जमिहाल्छ फेरि यहाँ होइन नेपाल जस्तो माटो हुँदैन पानी सोच्नुलाई बालुवाले पानी सोच्दैन है आम्बो ल है त यस्तै छ जिन्दगानी हेलो गाइज फाइनली होइन म चाहिँ अब अहिले चाहिँ ठक्क पानी रोकियो अलिअलि होइन अनि ड्युटी आएको होइन म्याकडक्स वाट्स किदी यहाँ हेर्नु त गाइज मौसम के भएको यस्तो कालो न कालो आकाश हेर्नु त यस्तो के भएको यो मौसम पुरै कालो न कालो छ त हौ यता त ठिकै छ यता फेरि पानी पर्ला जस्तो छ पुरै यस्तोमा त नि कहाँ काम हुन्छ फेरि पानी पऱ्यो भने चाहिँ योचोटि त म सिधै रुमतिर गएर स्लिपिङ हान्नु लागि के यस्तो ओहो नि त हो गाइस गाह्रो छ मलाई
गाइज आज मौसमले पनि च्यालेन्ज गरेर काम नगर है भन्दैछ मलाई। मौसम देख्न सक्नुहुन्छ यस्तो छ आकाश पुरै। त्यही भएर म चाहिँ अब आजको लागि चाहिँ सलाम आलेकुम भनेर यति नै काम गरेर अब चाहिँ म चाहिँ रुमतिर जान चाहेँ। आज मलाई काम गर्नु मन लागेन। फेरि पानी पर्न थाल्यो अनि के गर्ने हो? फेरि पानी पर्न थाल्यो गाइस। त्यही भएर म चाहिँ अब आज यति नै काम गरेर चाहिँ रुमतिर जान चाहेँ है त गाइस। काम गर्न आउँछु हो लगभग कति घन्टा, आधी घन्टा जति रोकिन्छ फेरि पानी पर्छ, फेरि पानी पर्छ, फेरि रोकिन्छ फेरि पानी पर्छ। क्या मजा हो र है। ल यति भन्दै अब चाहिँ म आज चाहिँ मेरो भिडियो यही इन्ड गर्न चाहन्छु। हस् त, नमस्कार। एकदमै च्यानललाई सब्सक्राइब पनि गर्नु होला। हस् त, नमस्कार।